घर भाडा, कोठा भाडा, जेसुकै भयो नि भाडामा धेरै चिज हुन सक्छ। गाडी भाडा भयो, कुनै मेसिनहरू भाडामा लिन सकिन्छ, जग्गा भाडामा लिन सकिन्छ, कुनै पनि संसारका चिजहरू भाडामा लिन सकिन्छ। भाडामा लिनु भनेको त्यो मूल्य तिरेर एउटा सम्झौता अवधिभरि चाहिँ आफूले त्यो चिजको उपयोग गर्नु हो। त्यस्तै घर भाडा पनि थियो। अब घर भाडा लाउनेका धेरै कुराहरू यहाँ सुनिन्छन्। साँच्चीकै भन्दा चाहिँ यत्रो मुटु हुने मान्छेले अथवा सानो चित्त हुनेले, अर्काको कुरा सुन्न नसक्नेले, अर्कालाई बुझ्न नसक्नेले, अर्कालाई पचाउन नसक्नेले चाहिँ घर भाडा नलाउँदै बेस हुन्छ। घर भाडा लगाइसकेपछि अनेक कुरा हुन सक्छ। हेर्नु, त्यसका कुराहरू सुन्नुपर्छ, हाम्रा कुराहरू उसलाई सुनाउनुपर्छ। कहिले भनेको बेला पैसा हुँदैन, कहिले के हुन्छ, सारा हुन्छ भने धेरै कुरा सहनुपर्छ। घर भाडा दिइसकेपछि कहिले धारो बिग्रिन्छ, कहिले बत्ती बिग्रिन्छ, कहिले के बिग्रिन्छ, कहिले पाहुना आउँछन्, कहिले के हुन्छन्, सारा यथार्थ कुरा। मान्छे भएपछि सबै कुरा हुनसक्छ। ती त हुन्छ। कहिलेकाहीँ घर भाडा बसेकै ठाउँमा मान्छे मर्न पनि सक्छ, कहिले झुन्डिन पनि सक्छ, कहिले त्यहीँ सुत्केरी पनि हुनसक्छ, कहिले के हुनसक्छ, सारा हुनसक्छ। यी कुरा त कसैले भोलिको कुरा देखाएको छैन। हुन्छ, बिचरा ऊ कहाँ जाओस् भने अब त्यस्तो अवस्थामा पनि मान्छेले छिटछिट दूर गरेको पाइन्छ, विभिन्न कुराहरू गरेको पाइन्छ, घरबाट निकालेको पाइन्छ, 2-4 महिना भाडा नहुँदाखेरि त्यसलाई घरबाट निकालेको पनि पाइन्छ, सुनिन्छ, सारा सुनिन्छ हैन। मान्छेको सबै दिन एकै नास्ता व्यवहार हुँदैन। तर त्यो बेला चाहिँ त्यो अवस्थामा चाहिँ मान्छेले धैर्य गर्न सक्दैन, कतिपयले सक्दैन। यस्तो धैर्य गर्न नसक्ने, अरूलाई बुझ्न नसक्ने मान्छेले चाहिँ घर बनाउनु नबनाउनु भन्ने कुरा आएन, तर भाडामा नदिनु। ती सहन सकिँदैन, हटाटकै आउँछ भने घर भाडामा नदिँदा हुन्छ। घर भाडामा दिएपछि धेरै कुरा सहनुपर्छ, धेरै कुरामा सम्झौता पनि गर्नुपर्छ, धेरै कुराहरू त्यहाँ हुन्छन्। मैले चाहिँ बुझेको